Hi everyone, Namaste. Welcome back to my new video. म चाहिँ रबिना सुलाई भन्दै साथीहरू अहिले नयाँ भिडियो सुरु गरिरहेको छु मैले सोचेको आजदेखि म ब्लग सुरु गर्छु भनेर सबैलाई स्वागत छ मेरो नयाँ ब्लगमा। साथीहरू मैले चाहिँ बिस्तारा बसेर ब्लग सुरु गरिरहेको छु। अहिले कति दिनको 2 बजे मैले भिडियो सुरु गरिरहेको छु साथीहरू। र अहिले चाहिँ खानासाना खाएर म बसेको। अब खानासाना खाएर बसेको। अब साथीहरू भाँडा धुलाउन लागेकोमा भन्दै धेरै नअगाडि ब्लगमै भाँडा धुलाउँछु है। यस्तै गर्छिन् त यिनी त मैलामा गर अनि मैला जामा निकालेर लगाइछिन्। खोला त्यो कपडा हेर्नु साथीहरू यस्तै छ नि त। एकछिन कपडा बदलाइदियो भने अनि दिनभरि कपडा फेरेको फेरै हेर्नु यहाँ कस्तो मैला कपडा लाएर बसेको छ। धुलाउने भनेर राखेको थिएँ मैले। यस्तै हजुर एक गोद्रेज खाला हेर्नु न यस्तो छ। के भयो कसले फुटायो हेर्नु साथीहरू। कसले भन्छ यहाँ मैले कपडा पटार बेबी कसले भन्छ यहाँ कपडा पटाएर राखेको हेर्नु न। कपडा पटाएर राखेँ नि पुरा खोजेर भ्याताङ भुतुङ बनाएर। त्यही भएर मैले कपडा पटार्ने बदमास। ल त्यो खोला यो कपडा लगाऊ ल। त्यो खोला यो कपडा लगाऊ ल। चानु खोला। अब चानुले धुला आइ खोला न बेबी। त्यो मैला कपडा लाउने होइन के मम्मीले धुलान्छ नि त। के गएको आमामा राम्रो चाहिन्छ तिमीलाई। अनि खालि रोजे एउटै लाएर धुलाउनु पर्दैन बेबी। हो र अच्छा खोला नि त। माया गर्छु मम्मीलाई माया गर्छु। आई लभ यु। लिपस्टिक चाहियो। बदमास लिपस्टिक चाहियो। ल हजुर सुनिन के भन्नु आएको। कति राम्री छु मम्मी। ल गाइस म चाहिँ यही क्याप्चर गर्न खोजेको क्या। यो चाहिँ भन्ने कमेन्ट गर्ने हजुरहरूको भाग के भन्नु रहेछ सुन्नु है। म कति राम्री छु मम्मी। साथीहरू मैले चाहिँ कहिले रिचार्ज नहाल्ने अरे। पापाले आज वर्ल्ड कप हेर्नु अरे। हालिदिनु हुन्छ रिचार्ज हालिदिनु ल टिभीमा ल। जानु के भयो बुझिन। चकलेट देखेका निन्द्रा लाग्दैन तुम्हार। चकलेट तावा म चकलेट यो पटा मैले पटा राखेको थिएँ नि त राम्रोसित। जस्तो पठाएको थियो त्यस्तै पटा निकाल। यो बहिनी सानो छिन्ने त तिमी ठुली छौ नि।
बहिनी त सानो छिन् नि त दिदी बहिनी भएर मिलाऊ च्याट्टा पार राख हो काम गर्न पर्छ हेर त कुर्जिउँदी सबै बिस्तारा पनि त्यस्तै गर्छन् बिगारेर मिलाऊ यहाँ चक्लेट लुगा राखेको साथीहरू नानीको जता हो लु देखेपछि हिजो 12 बजे राति पनि खाएकै छ अघि पनि ला सरी 1 बहिनी सानो छिन् त बहिनीलाई 2 तिमीलाई 1 ओके थ्याङ्क यू खोइ थ्याङ्क यू भनेको ल्याऊ विमल चाहिँ के 4 दिन भइसक्यो त पेट बर्थडे खत्तम भएको त्यो बेलुन फुटानी नामै छैन फुटाइदैन त्यो डर लाग्छ मलाई तिमी सक्दैनौ माथि मामालाई भन्छु हेर ए आस्तेलाई घोचे लाने फेरि फोटोमा ला आस्ते के भयो खोइ त्यो गिरो ला सेलेक्ट त्यो टाल्दे फेरि आस्ते ला अनि त्यसमा कसले त्यसैमा त झुन्डाको अनि मैले ठुलो बर्थडे गरेँ भए पो मजाले डेकोरेट गर्ने आस्ते अब फेरि सेलेक्टिभ प्लेयर आइज त पुरा टाल्न पर्यो किन टाइम बम फुटा जस्तो लाग्छ क्या परानी बोलाइ नै नलाग्छ अस्ति हामीले बर्थडे गर्दै स्पिड गरेको नि हेर्न भगवान्को फोटो सबै मैले टिका लगाइदिन्छु नि हेर्न केही गर्छु नि हेर्नु हनुमानको फोटोमा हेर्न कस्तो भएको क्या मलाई जस्तै खुन निक्लेको होइन कि कसरी हेर्नु मैले पानी गरेर नि टिका लगाइदिनु हेर्न फेरि पनि यस्तो हो मेरो च्यानो गर्छ त्यो राम्रोसित चक्कुले काटेर त धागो निकाल्दा त हेरै ननिक्लोस् निक्ल्यो नि सबैला बिमल त्यो लिएर आइज यो राम्रोसित चक्कुले यसरी काटेर यसरी राम्रोसित चक्कुले काटेर आस्ते माथि सक्यो अग्लो सोच्ने त म त हो जस्तो केटी त्यही छ त त्यो नि मामाले फुटान्छ अहिले तल राम्रोसित ठुलो बर्थडे गरेको त कहाँ यस्तो छाप्री जस्तो कौन है यो मेरो ठुलो छोरी मेरो नानी बाबा गाइस मैले चाहिँ पहिला क्यामेरा मिलाइसकेँ यहाँ चाहिँ हामी तिनवटै छोरीको आमा छोरीको उसको चिया त देखेन क्या उसको चिया सानोको हामी म ठुलो छोरीको मेरो चाहिँ यहाँ छ आलु मुढी एक्चुअली नि साथीहरू मैले मेरो भाइलाई पठाएको थिएँ कि मुढी लिन भनेर आलु मुढी बनाएर यस्तो मजाले खान्छु भनेर भाइ कता हरायो बजार गएको हरायो त्यो हरायो अब केटा मान्छे त हो कता पुग्यो अब यस्तै 4 बजे बेर रुङ्दा चिया खाने बेला भइसक्यो तिम्रो मामा आउनु झरी तातो फोटो खिचेको कपो पिरो चाँगो पिरो हुन्छ नि त हलमुला हलेको कहाँको हलमुला हलमुला मनपर्छ मलाई पिरा हेर्छ न यहाँ हाल्यो नि खर्सिनु खट्टा हाल्यो 5 6 7 वटा आइटम छ यहाँ
त्यसरी हजुरले पनि ट्राई गर्नु होला घरमा यसो सँगको चिया खाने टाइममा कति मिठो हुन्छ बेबीहरूसँग नानीहरूसँग भन्नु लाग्छ नि यसले त काम हुन्छ नि जानु आएर बाबु आउँदै साथीहरू मेरो छोरीलाई चाहिँ इन्डियादेखि हो हाम्रो त अनि मेरो छोरी नेपालमा छ नि ब्लगर चिन्नुभएको छ होला उसलाई नचिने त चाहे विदेशमा देश विदेश नचिन्ने उहाँलाई त कोही पनि नहोला उहाँको त भन्नै पर्दैन उहाँका फ्यानहरू र म पनि धेरै फ्यान छु उहाँको भिडियो मैले एउटा पनि छुटान्न के सुनिता राई श्रेष्ठ र यो मेरो छोरी पनि यस्तो छ सुनिताको भिडियो आज मैले देखाएको छैन नि त आज मैले ब्लग सुरु गरेर चाहिँ भिडियो बनाइरहेको छ आज ब्लग हेरेको छैन फोन हेरेको छैन भन्दैछ उसले कि ब्लग देखाउनु सुनिता राईको भनेर र साथीहरू हजुर को चिन्नुहुन्छ उहाँलाई कमेन्ट गर्नु होला किनभने म उहाँको ठुलो फ्यान हो र म युट्युबरबाट आज नयाँ भिडियो सुरु गरिरहेको छु साथीहरू म युट्युबर बन्छु फ्युचरमा बन्छु बन्दिनँ तर थाहा छैन जाने नि नजाने पनि भिडियो बनाइरहेको छु हजुरहरूले भएन भने पनि कमेन्ट गर्नु होला बहिनी छोरी जे हजुरले जे भन्नुहुन्छ जे सोच्नुहुन्छ कमेन्ट भनिदिनु होला बहिनी भयो भएन यस्तो गर उस्तो गर यसरी बना ब्लग मलाई थोडा आश्वास दिनु होला थोडा हजुरहरूले आइडिया दिनु होला र साथीहरू यति भन्दै मैले चिया पनि खाइसकेँ र मम्मी छोरीलाई सानो सानो हातै खेल्दै ब्लग बनाउँछु छोरीहरूसित जान सक्नुहुन्छ भन्दै यति भन्दै म ब्लग इन गर्छु यो मेरो फर्स्ट ब्लग थियो भोलि पर्सि रोज कन्टिन्यू लिन्छु सानो सानो ब्लग ल्याउनेछु फेरि पनि भन्दैछु भन्दै यतिमै आजको ब्लग इन गर्न चाहन्छु बाई